ल लाग्यो यहाँको सुन्दरीसँगको मेरो डेटिङ हाम्रो डेटिङ कस्तो नि हो ल ल भन साथी कुन ठाउँ रोमान्टिक ठाउँमा जाने कि ठिकैमा जाने कि टाढो जाने कि नजिकमा यस्तो झर्ना झरेको ठाउँ जाने कहाँको रोडमा सुन्दरसँग बोटिङ कायाकिङ लागि रेडी हुँदैछ आफ्नो अगाडि यहाँ बस्छु त्यो सिटको आएको यो अब चट्ट मिलाएको यो हुन्छ यहाँबाट बढी लौ त्यो ब्याग पनि हालौँ सनसेट कयाकिङ अब बुझ्नको धेरै वर्षपछि अहिले बस्दा नि यो भएन खुट्टा चाहिँ कप्टो गर्न होला यो पनि रिगहरू अलिक होला ज्यादा सजिलो हुन्छ ओके ल कार लक गरेँ मैले लक इट यो ड्राई ब्याग चाहिँ छ Right, let's go. Very lower body capture भयो अब चाहिँ अप्पर बडी हुँदैछ साथी आजको हाम्रो डेटिङ कोट हाइकिङ रिभरमा पनि धेरै टाढो छ इनर्जी ड्रिङ्क खाएर पानीमा जानुभन्दा अगाडि सुरक्षाको विषयमा ध्यान दिनै पर्छ जस्तै लाइफ ज्याकेट भेरी इम्पोर्टेन्ट जतिसुकै राम्रो स्विमर हो भने लाइफ ज्याकेट चाहिँ बोटमा होस् कायाकमा होस् जो जति छन् लाउनै पर्छ अनि अर्को कुरो चाहिँ यो लोकल यो पानीको यो ओसनको पनि केही ज्ञान हुनुपर्छ अनि यो विषयमा चाहिँ कहाँ गइरहेको छु कुन ठाउँमा गएको छ त्यो चाहिँ आफ्नो फ्यामिली मेम्बरलाई थाहा दिने अर्को कुरो चाहिँ यो टाइड चार्ट सिडनीमा चाहिँ 6 घन्टाको हुन्छ वेदर फोरकास्टमा हेर्न मिल्छ अहिले लो टाइड छ तर चाँडै नै हाई टाइड सुरु हुन्छ 6 बजीदेखि अहिले 4 बजेको छ यो कुरा पनि ध्यान दिनुपर्छ कायाकिङ रिल्याक्सिङ छ तर त्यसको साथसाथै हामी चाहिँ अलिकति एक्सर्साइज पनि गरिरहेका छौँ अप्पर बडीको एक्सर्साइज 15 सेकेन्डको स्प्रिन्ट सुन्दरले काउन्ट डाउन गर्दैछ मैले चाहिँ एकदमै सकेसम्मको बल लगाएर 15 सेकेन्ड चाहिँ यसरी कायाकिङ गर्दैछु पालो पालो सुन्दरको पालो आउँछ फेरि विशेष गरी हामीलाई रिल्याक्सिङको साथसाथै एक्सर्साइजको पनि आवश्यक छ अनि यसरी हामी चाहिँ एकदम रमाइलो भइरहेछ पेट्रोल ठक्केर अलिकति डिस्टर्ब भयो अब स्प्रिन्ट चाहिँ गुड थियो भोलि जाँदा के भन्यो हाफ अब चाहिँ रमाइलो त्यो त के मेरो चाहिँ माथिको बडी त केही हुने छैन जिरो हो अलिक एक्सर्साइज थियो पछाडि पर्छ अप्पर बडीको एक्सर्साइज गरी छ वर्ल्ड कप गर्छ स्प्रिन्ट पनि हुँदैछ अलिअलि कसो 10 9 सुन्दरको पालो आएको छ स्प्रिन्ट हान्ने 7 मैले काउन्ट डाउन दिँदैछु 10 सेकेन्ड रिल्याक्स त्यसपछि 15 सेकेन्ड चाहिँ एकदमै कडा ख्याउनु पर्नेछ 1 अब हेरौँ 0 स्प्रिन्ट हाम्रो गेमको रुल्स चाहिँ यस्तै छ है चाहे रनिङ होस् चाहे कायाकिङ सेम रुल्स Yep, that's good. Yep.
कतिको स्पिड हामी चाहिँ हेरौँ स्पिड त्यसको स्पिड कति छ भने स्टारबाट ओके पानीमा डुबाइराख्यो भने चाहिँ लेउ लाग्छ र मुनिको सफा गर्नु यस्तो गाह्रो थियो क्या सबै केस हुँदैन डाइभिङ गर्ने मान्छेहरू माथिलाई आउँछ हो त्यसले गर्दा के मगाउँदै थियो मैले सफा गर्छु बेला बेला गर्नु थियो क्या गाडी सर्भिसिङ गर्छु ल आजको कायाकिङ अब यहीँ समाप्त भयो हामी र्याम्पमा आइसकेका छौँ अब यहाँबाट चाहिँ हामी गाडीमा लोड गर्नको लागि सजिलो हुन्छ र्याम्प चाहिँ बनाइदिएको छ यसरी अब चाहिँ हामी यसलाई छिटो छिटो गाडीमा प्याक गरेर हामी घरतिर लाग्नेछौँ घरबाट फोन आइसकेको छ दुईजनाको डेटिङ धेरै लामो भयो भनेर कम्प्लेन आइसकेको छ छोराहरूले बारबेक्यू बनाउँदैछ अरे यस कारणले गर्दा अब चाहिँ हामी जान्छौँ आजको कायाकिङ एकदम रिल्याक्सिङ एकदम सबै कुरा सुरक्षित भयो यसरी सुरक्षा अपनायो भने पानीमा रमाइलो हुन्छ यो चाहिँ थियो आजको हाम्रो कायाकिङ रुट स्ट्राभामा मैले रेकर्ड गरेको थिएँ यो तपाईँहरूले पनि चलाउन सक्नुहुन्छ है हामी चाहिँ घर आइपुग्यो कायाकलाई अनलोड गरेर भित्र आउँदा त छोराहरूले पुरा बारबेक्यू तयार गरिरहेको रहेछ हाम्रो छोराहरू बारबेक्यू गर्ने सबै रेडी गर्ने भइसकेको छ थाकेको बेलामा यस्तो बारबेक्यू पाउँदा योभन्दा मजा के ट्रेनिङ दिएछ मिस्टर बमजनले अब मिस्टर बमजन र सुन्दरमान गुरुङ चाहिँ कायम गरिरहेको छोराहरूलाई ड्युटी लगाएर हाम्रो छोराहरू पनि तयार भइसक्यो बारबेक्यू गर्ने भइसकिसक्यो के गर्दैछ बोइजहरू We're doing barbecue. सक्छ having fun जुन त प्रो भएको छ नि त है जुन त प्रो भएको छ नि त बारबेक्यू गर्नु चाइनीले सघाउँदैछ हेल्प गर्दैछ गुड विकेन्डको प्रोग्राम यस्तै छ बिहान रनिङ दिउँसो कायाकिङ अनि बेलुकी यसरी नानीहरूसँग बारबेक्यू डिनर Okay, thank you very much. No problem. I'll start with Thank chicken and you, Andre. Jonathan and Saksham. No problem. Jonathan and Saksham ले बनाएको Maybe barbecue. some chicken in a एकदम राम्रो बनाएछ है नन्द है Itu kocak, itu pakai यो चाहिँ सरिता राईले बनाएको टमाटर अचार यो किम्ची What's that thing? किनेको किम्ची